हेलो गाइज, म चाहिँ आइसकेको छु फेरि नयाँ ब्लग लिएर। तपाईँहरू सबैलाई थाहा होला दिप्सने भनेर भन्ने कि अब त्यस्तो के होइन। भाइ कपाल काट्न जाने भन्दै थियो, भाइले लिएर जान्छु भने पछि भिडियो नबनाउनु भनिरहेको थियो। मैले बनाइदिएको, झन् रिसाउँदो रहेछ भाइ। उसले भनेर मैले भिडियो बनाउनु स्टार्ट गरेको, ऊ आफै रिसाउँछ। अनि ल नजाने भाइ होइन, म चाहिँ गएको, मलाई ट्युसन जानु ढिलो भइसक्यो भनेर चल्न लागेको त फेरि उठ्न खोजिरहेको थियो। मेरो पालि हिँड्दै गयो। अनि उसलाई मात्र सन्किन आउँछ कि भनेर सोचिरह होला, तर मलाई पनि आउँछ भनेर उसलाई थाहा छैन क्यारे, किनकि ऊभन्दा दाइ हो नि त। अब हिँड भनेको हिँड भन्दाखेरि नमानेपछि के गर्नु त। त्यसपछि म नि ढिलो भइरहेको थियो। ट्युसन जान लुइकालो हिँडेको, ट्युसन जान माथिबाट नि छ बाटो, तलबाट नि छ। तर आज बाइक नलिएर आएको भएर म चाहिँ तलतिरबाट हिँड्दै चलेको। सिन्सो हेर्दाखेरि त आफूलाई त आज ढिलो भयो जस्तो लागेको थियो। तर यसो हेर्छु सरको बाइक रहने ठाउँमा त सरको बाइकै छैन। ल आज सर आउनु हुने क्या हो भनेर गएको। ट्युसन पढ्ने अर्कै ठाउँ भए पनि सरले राख्न चाहिँ बाइक यता राख्नुहुन्छ क्या। त्यही भएर ल केही छैन, सरभन्दा अगाडि मै पुग्छ आज भनेर म चाहिँ सुइक्का सुइनँ। त्यसपछि ट्युसन गएर पढ्नुपर्ने भए पनि मनमा चाहिँ यति मात्र सोचाइरहेको थियो कि भाइ त रिसाइरह होला, अब घर गएर कसरी फकाउने भनेर सोचाइरहेको थियो। तर अब ल केही छैन, भाइ त हो नि, भाइ त फकिहाल्छ नि आफूले फकाएपछि जस्तो लाग्यो। अनि त्यसपछि म चाहिँ यत्तिकै हाँस्दै गएँ, कुरा खेलाउँदै मनमा। सर कतै आउनुहुन्छ भनेर सोध्छु, सर आएकै छैन, हेर्छु सरै आउँदैनन् यार। अन्तिममा त्यहाँबाट तल आइसकेपछि चाहिँ त्यता पछाडिबाट आएको म त्यहाँबाट आइसकेपछि यतातिर मेरो ट्युसन जाने बाटो भयो। अघि नै सुरुमा देखाएको पट्टि चाहिँ मेरो त्यो उता चौघाटा बजारतिर जाने बाटो भयो। मेरो घर चाहिँ चौघाटा भयो फेरि। अनि ट्युसन पढ्ने चाहिँ म यहीँ छेउमा हो। सरै आउनु भएको थिएन, अनि यत्तिकै डुलेर बसेको बाहिरतिर। आउनु भएपछि यत्तिकै बस्ने हो कि म फेरि बाहिर है। अनि सर आउनु भएको थिएन, के सोचेर बसी, कहिले मेरो मुख कस्तो देख्छ, कहिले कस्तो देख्छ, चेन्ज भएर हुन्छ क्या हो म ठाउँमा जाँदाखेरि भन्ने सोचेको। सर त ठ्याक्क आउनुभयो। त्यसपछि म चाहिँ ल बाई बाई भन्दै भित्र गएको है त। अनि त्यसपछि चाहिँ अब सिधै अब ट्युसन सकोस् त्यसपछि भेटौँला है, भित्र पनि हल्का भेटौँला है। भोलि चाहिँ हाम्रो साइन्सको टेस्ट थियो, त्यही भएर हामीहरूले चाहिँ सबले पढिरहेको थियौँ। 2जना अप्सनल थियौँ, 2जना चाहिँ हामी साइन्स थियौँ। म चाहिँ यसो कपी हेर्छु, केही आउँदैन। ऊ चाहिँ पढाएछ, उनीहरू पनि पढाएछ। अब के गर्नु, सरले देख्छन् भनेर मोबाइल पनि लुकी हेर्नु पऱ्यो मैले त। लगाइज म चाहिँ अब ट्युसन सकेर लुइकालु हिँडेँ अब आफ्नो घरतर्फ। खोइ किन हो, ट्युसन सकेर आइसकेपछि त मुखमा त छुट्टै चम्किलो हुँदो रहेछ क्यारे है। यसो हेर्छु आफूलाई हेर्दाखेरि छुट्टै लाग्छ। अब पछाडि हेर्छु कुकुर आइरहेको थियो, ल माया टोक्छ क्या हो भन्ने भएर हल्का छिरछिरै हिँड्न खोज्छु। त्यो कुकुरको चिन्ता भन्दा पनि मलाई चाहिँ अब घरमा गएर भाइलाई कसरी फकाउने भन्ने भइरह। अब जानलाई त उहाँ जानुपर्छ, यताबाट पनि जानु मिल्छ, यताबाट पनि जानु मिल्छ। तर यता अर्को साइडबाट गयो भने चाहिँ अलि लामो पर्छ बाटो, त्यही भएर म चाहिँ सिधै आली जान्छु कि।